नमस्कार श्रोताबिन। आज हाम्रो स्टुडियोमा हुनुहुन्छ यस्तो व्यक्ति जो सुई देख्दा हामी भाग्छौँ, तर उहाँ सुई लिएर हामीतिर दौडिनुहुन्छ। स्वागत छ भर्खरै याचे पढेर सक्नुभएका मिट लभर जिएम टेकराज न्यौपानेजी। नमस्ते। आज यस ब्रोडकास्ट कार्यक्रममा मलाई अतिथिको रूपमा बोलाउनु भएकोमा धन्यवाद। धन्यवाद जिएम सर। अब आजको कार्यक्रमतर्फ लागौँ। जिएम सर, हजुरले त याचे पढेर कम्प्लिट गरेर पनि सक्नुभयो, लाइसेन्स पनि प्राप्त गरिसक्नुभयो। अब केही जिज्ञासाहरू रहेका छन्। आजको कार्यक्रम मार्फत म हजुरलाई केही प्रश्नहरू गर्नेछु। हजुरको मनमा लागेका कुराहरू एकदमै खुलस्त रूपमा बताइदिनु होला। सर्वप्रथम याचे भनेको के हो? तपाईलाई लाग्छ याचे भनेको हाई एमाउन्ट हो कि हेल्थ एसिस्टेन्ट हो? धन्यवाद प्रश्नको लागि। याचे भनेको हाई एमाउन्ट त होइन, तर बिरामीमा भएको बिपी हाईलाई घटाउनु चाहिँ हेल्थ असिस्टेन्टको काम हो। धन्यवाद। अनि याचे पढ्दा के सिकाइन्छ त? सुई हान्ने मात्र हो कि प्रेममा परेका बिरामीलाई सम्झाउने पनि गरिन्छ? दुवै सिकाइन्छ। सुई पनि दाइ डराउनु हुँदैन भन्ने कला पनि सिकाइन्छ। ठिक छ त्यसो भए। अनि तपाईँको याचे पढ्दाको अन्तरालमा सबैभन्दा डरलाग्दो प्र्याक्टिकल चाहिँ के थियो? डरलाग्दो प्र्याक्टिकल एउटा इन्जेक्सन। हजुर। त्यसपछि चाहिँ बिरामीभन्दा म आफै नै डराएको थिएँ। ठिक छ सर। त्यसो भए हजुर याचे पढ्न जानुभन्दा अगाडि घरका मान्छेहरूले तपाईँलाई सोध्नुभयो होला अथवा केही सोच्नुभयो होला। प्रश्न चाहिँ के हो भने खास घरका मान्छेले याचे पढ्दैछु भनेपछि के भन्नुभयो? अब घरमा सलाइन लगाइदिने मान्छे भयो भनेर खुसी हुनुभयो। जे होस्, हजुरको घरमा चाहिँ सलाइन लगाइदिन पाए भन्ने कुरामा चाहिँ अगाडि खुसी हुनुभयो है? एकदम। धन्यवाद। अब हामी कुरा गरौँ। अब हजुरले याचे पनि कम्प्लिट गरिसक्नुभयो। अब हामी केतिर जाउँ भने परदेशतर्फ सङ्घको विज्ञापनहरू खुलिरहेको हुन्छ है, खुलेको पनि छ होला। अनि जुन यो परदेश सङ्घको विज्ञापन भन्छ नि, मैले बुझेअनुसार चाहिँ मैले सुन्दा त सङ्घ भनेको कुर्सी नै कुर्सी हो जस्तो लाग्छ। के यो कुरा साँचो हो? हजुरलाई चाहिँ के लाग्छ? कुर्सी मात्रै होइन, हजुर, जिम्मेवार पनि आउँछ र एउटा याचेको लागि अवसर पनि हो। धन्यवाद। परदेश सङ्घको होइन परीक्षा गाह्रो हुन्छ कि बिरामीको सास फेर्न गर्नु गाह्रो हुन्छ? परदेशको इक्जाम चाहिँ गाह्रो चाहिँ हुँदैन। तयारी गर्यो भने पास चाहिँ हुन्छ। हजुर। अनि हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ सर। हजुर। अब हजुरलाई चाहिँ अन्तिम प्रश्न के सोध्न चाहन्छु भने विभिन्न सामाजिक सञ्जाल मार्फत हाम्रो यस कार्यक्रमलाई हेरिराख्नुभएका श्रोताबिन्दहरूलाई चाहिँ हजुरको एउटा सन्देशमूलक है एउटा लाइन चाहिँ हजुरले भनिदिनुहोस् न। याचे सबैले पढ्नुहोस्। हजुर। कम्तीमा घरमा ज्वरो आयो भने हजुर गुगल डक्टर त बन्नु पर्दैन भन्ने म सन्देश दिन चाहन्छु यही मार्फत। हाम्रो स्वास्थ्य कर्मी जिएम टेकराज सरको भनाइअनुसार चाहिँ हाम्रा श्रोताबिन्दहरूलाई मुख्य सन्देश भनेको कम्तीमा घरमा ज्वरो आयो भने गुगल डक्टर त बन्नु पर्दैन भनेर उहाँले सन्देशमूलक एउटा भनाइ राखिसक्नु भएको छ। हजुरले त्यो कुराहरूलाई मध्यनजर राख्दै आजको यो कार्यक्रम यहीँ आएर समाप्त भएको जानकारी गर्दै टेकराज सर, हजुरले आफ्नो अमूल्य समय हामीलाई दिनुभयो, त्यसको लागि हजुरलाई हाम्रो यस कार्यक्रमको मार्फत धन्यवाद दिन चाहन्छौँ। हस्, धन्यवाद। धन्यवाद। श्रोताबिन्द, हाँसौ पनि ज्ञान पनि
आजको कार्यक्रम यहीँ समाप्त हुन्छ। मलाई पनि बिदा दिनुहोस्। हस्त नमस्ते।